हेलो एभ्रिवान, यु गाइज आर वेलकम टु माई ब्लग। यो ब्लग चाहिँ डरलाग्दो छ है, पुरै ड्याडले बनाउनु भएको छ यो ब्लग चाहिँ। होप यु गाइज लाइक इट। कस्तो छ फिडब्याक पनि दिन नबिर्सिनु होला है। ल इन्जोय दि ब्लग। गुड मर्निङ गाइस। हो हामी चाहिँ यहाँ अहिले त्रिशुली नदी ल बगिरहेछ गाइस, पोखरा टु काठमाडौँ। गाइस लन्च टाइम। चन्दन होटल। खै गाइज हो कुन चाहिँ रक्सी खाने हो यहाँनिर जोइन हो है हामीसँग कि बियर खाने हो गाइजहरू? यता पनि छ टेबल सबै खाली छ, कुन टेबलमा बस्ने हो? ल है गाइज हो झिलिमिली झिल्का। गुड मर्निङ एभ्रीबडी। This view from the Ganjung in the morning. Today not really clear weather, very cloudy. Good morning. Hiking. गुड मर्निङ फ्रम गान्द्रुङ। गाइस यो चाहिँ गान्द्रुङको पुरानो गाउँ, यो मात्रै बाँकी रह्यो, अब सबै भत्काइसक्यो, बिल्डिङ बनाइसकेको छ। गाइस यो चाहिँ गान्द्रुङ गाउँ है, पुरानो घरहरू। टन टन टन। गाइस हामी महेन्द्र गुफा जाँदैछौँ है त। महेन्द्र गुफा, ल आउनुहोस् है, आउनुहोस्। आउनुहोस् है सर, म बिचमा गएँ। गाइस यो महेन्द्र गुफा। यो महेन्द्र गुफा हाम्रो गुरुजीले टिका लाउँदै हुनुहुन्छ, हाम्रो स्टुडेन्ट आउँदै हुनुहुन्छ यो महेन्द्र गुफा दर्शनको लागि, हेर्नको लागि भनेर। महेन्द्र गुफा घुमेर फर्किँदैछौँ हामी। भित्र छिर्नुसक्यो भने 7 जनाको पाप कट्छ अरे हामीहरू। अहिले हामी भित्र छिर्दैछौँ। हामी चमेरो गुफा सुरु भयो, चमेरो गुफा जाँदैछौँ। गाइस हामी चमेरो गुफा मेन चाहिँ सुरु भयो, पोखराको महेन्द्र गुफा पछि। गाइस हामी विन्ध्यवासिनी मन्दिर जाँदैछौँ है। हामी चाहिँ हाम्रो बुढाहरू आउँदै हुनुहुन्छ पछाडिबाट। विन्ध्यवासिनी मन्दिर यहीँ छ। गाइस हामी विन्ध्यवासिनी मन्दिर आउँदैछौँ, बुढाहरू आइरहेको छ। त्यसपछि म पनि लुख्रो लुख्रो हिँड्दैछु है, लुख्रो लुख्रो हिँड्दैछौँ सबैजना। विन्ध्यवासिनीको यो
पूजा गर्ने सामानहरू परेवा पनि छ। यहाँबाट चट्ट गएपछि ठक्क गेटमा पुगिन्छ माख लगेर। त्यो चाहिँ विन्ध्यवासिनी प्रवेशद्वार अहिले यहाँ सारेको रहेछ। यहाँबाट हामी यसरी जान्छौँ मन्दिर। विन्ध्यवासिनीको मन्दिर उक्लिँदैछौँ। हाम्रो स्टुडेन्टहरू आउँदैछ। गाइस यो चाहिँ विन्ध्यवासिनी मन्दिर। विन्ध्यवासिनी दर्शन गर्दैछन्। गाइस हामीले चाहिँ माग्यो हो, धेरै नै माग्यो के अरे विन्ध्यवासिनी मातालाई धेरै चिजहरू माग्यौँ। कहाँ राख्ने हो, गोजी खाली छैन। अब गएर फर्क्यौँ। अब घरतिर लाग्यौँ आज पोखरातिर, त्यसपछि काठमाडौँतिर। गाइस यो चाहिँ गुप्तेश्वर महादेव पोखराको गुप्तेश्वर महादेवमा त के हो जान्छ। गुप्तेश्वर महादेव की जय। यस्तोको उ थिएन, एकदम चिप्लो गुफा थियो। यो नबनिकन आएको थियो। हजुर बनेकै थियो त्यति। त्यो पछि अहिले के यही बाटोहरू फर्किने नि ल माथि हामी फर्किने यता फोटो खिच्न पाउने हो। फोटो पाइन्छ। पाए कहाँ यिनीहरू फर्केका तलै पुगेर आउनु हत्तेरेका। कति रहेछ नि त। बत्ती त सबै थियो। पहिले भन्दा व्यवस्थित नि हाली यो यत्रो राम्रो व्यवस्थित रहेछ नि त। यत्रो कमाउनु राख्नु भइसक्यो। अनि के नहोस् फर्किसकेको छ ठिकै फर्किसक्यो त। ठिकै छ। छिटो मिठो गरेछ। तल गएर हेरेन होला त्यही के भनेर सास फेर्नु गाह्रो भयो। भित्र चाहिँ पानी कराइरहेछ गाइजहरू। गुप्तेश्वर महादेवको गुफा। हाम्रो सर यहाँ हुनुहुन्छ, हामी दुईजना लास्ट भिड छ। पानी त्यो तल छ, रातो पानी। पुन्दीकोट मन्दिर यो चाहिँ गाइसहरू शिव मन्दिर। हामी यहाँ जाँदैछौँ। मन्दिर घुम्न जान्छौ होइन? ढोकराज ढोकिहाल्छु। सबले दर्शन गरौँ होइन हाम्रो शिवजीको। आज सब्सक्राइब गरिदिनु होइन, सब्सक्राइब गरिदिनु होला। अब हामी त्यही एक चक्कर हान्न जाँदैछौँ। उता हेर्नु होइन, भ्यू हेर्नु। भ्यू डेन्जर छ होइन। त्यही पनि आज हुस्सोले त्यस्तो नदेखे हुस्सोले पनि चाहिँ त्यस्तो छैन होइन। देखिआएको थियो। यहाँभित्र चाहिँ के रहेछ त्यो, भित्र के छ हेर्नु सक्नुहुन्छ। यहाँभित्र छ, यहाँभित्र के पनि रहेछ, बन्दै रहेछ होइन गाइज। ऊ त्यो चाहिँ छ के भन्नु, शिवलिङ्ग। शिवलिङ्ग छ, अरू बन्दै छ गाइज। गाइज पछि खुल्ला, तपाईँहरू आउँदा चाहिँ खुल्छ होला होइन। यो चाहिँ पुन्दीकोटबाट हामी भाइहरू आउँदै हुनुहुन्छ। हेलो, हाउ आर यु? हामी चाहिँ पुन्दीकोटमा छौँ है। रमाइलो भइरहेको छ। साथै अब फेरि पनि यसरी घुम्नुपर्छ है। हुन्छ। तपाईँ हामी यहाँ शिव स्तूपा छ, शिव भगवानको मूर्ति। पोखरा बजार खतरा छ। फेवाताल पनि छ त्यहाँ। आज रात परिसक्यो। शान्ति स्तूपा तल छ है, पिच पकौडा पनि भन्छ त्यो।
गाइस यो चाहिँ इन्दिकोट शिव टेम्पल यहाँ मान्छे धेरै आउँछ धेरै राम्रो उता सनसेट भयो कसैलाई यसो घुम्न आउनु छ भने यसो सम्पर्क गर्न हामीलाई धेरै रमाइलो छ गाइस हामी यो उमा जाँदैछौँ अहिले तालबराई बोर्डमा बाई बाई हामी लाग्यो तालबराई केटाहरू हेलो तालबराई ढुङ्गाको कार्यक्रम भइरहेको छ नि हाई हाई हेलो हेलो मन्दिर नयाँ बन्दै रहेछ के छ हेर्नु ल गाइस यो चाहिँ पोखराको फेवा तालमा ढुङ्गा सलल कान्छीको अनुहार झलल गाइस यो चाहिँ पोखराको केदारनाथ मन्दिर यस्तो छ टुरिस्ट बस भएको भित्र कसैलाई आउनु चाहनुहुन्छ भने वेलकम छ यो मन्दिरमा पनि हामी चाहिँ बन्दीपुरको टुली खेल आइपुग्यो यो चाहिँ बन्दीपुरको टुली खेल हो यस्तो छ आजको लागि चाहिँ भ्लग यति नै मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट पनि गर्नु होला ड्याडीको भ्लग फर्स्ट टाइम ल यति भन्दै म बिदा माग्न चाहन्छु बाइ बाइ लभ यु